चोटि धेरै कुरा आयो, हामीले धेरै ठुला अपेक्षा पनि राखेका छैनौँ होइन। भन्न त अब धेरै के गर्छौँ भन्छन्, तर पुग्ने कुरा मात्रै गर्नुपर्छ भन्नुभयो नि त हाम्रो उम्मेदवारले। हामी विभिन्न पार्टीमा आबद्ध छौँ। अहिले पनि नयाँ शक्ति भनेर हामी हिँडिरहेका छौँ। तर नयाँ शक्तिले के गर्यो तपाईँहरूले सारा कुरा हेर्नु भएको छ। पुरानाले के गरे तपाईँहरूले त्यो पनि हेर्नु भएको छ। यदि हामी कोही काङ्ग्रेसमा छौँ, कोही एमालेमा छौँ, कोही माओवादीमा छौँ भने पनि आफ्नो मत यसचोटि गोप्य ढङ्गले घन्टीमा बदलौँ। तर काङ्ग्रेस छौँ भने काङ्ग्रेसै भनौँ न त, एकचोटिलाई के फरक पर्छ त। एमाले छौँ भने एमाले नै भनौँ, हो कि त। हामीले धेरैचोटि 36-38 वर्षसम्म त उपयोग गरे रुखलाई र घन्टीलाई, के अरे रुख र सूर्यलाई त हान्यौँ पनि हेऱ्यौँ पनि त होइन। त्यसो हुँदा पार्टी सकिन्छ उत्र्यौँ, सकिँदैन भने हामी उत्रेकै छौँ होइन। तपाईँलाई चिनिहाल्छौँ हामीले, हामीलाई सहयोग गर्नुभएको छ। भोलि हाम्रो चिजमा फेरि बिस्तारै उत्रेर आउँ, तर यसचोटि गोप्य ढङ्गले भए पनि सहयोग गर्ने भनेर म तपाईँहरूलाई अनुरोध गर्दछु। जय घन्टी।